हेलो गाइज, हामी चाहिँ जमाचो हाइकिङ जाने भनेर फटाफट लाग्यौँ त्यहाँ। अनि टिकट काउन्टरमा पुग्यौँ अनि टिकट पनि काट्यौँ अनि सबैजनाले टिकट लिएर अनि उकालोतिर लाग्यौँ बच्चाहरू बुढाहरूसँग। अनि कसले के बोक्ने भनेर आफ्नो आफ्नो झोला पोको पोको पारेर बोक्यौँ। अनि बच्चालाई अगाडि लगाएर हामी चाहिँ बिस्तारै बिस्तारै गफ गर्दै पछि हिँड्यौँ। यसरी नै हाम्रो चाहिँ जमाचो हाइकिङ सुरु भएको थियो गाइज। फर्स्ट टाइम थियो है। छोटो छ होला भनेको त निकै लामो रहेछ दूरी चाहिँ। बच्चाहरूलाई पनि हामीलाई पनि निकै गाह्रो भएको थियो जानलाई चाहिँ। जे होस् राम्रैसँग गएर फर्क्यौँ हामी चाहिँ। हामी यहाँ जाँदैछौँ गाइज। नै देखिएन त, देखाउन नसक्या हो। Hello guys, how do you feeling? हेलो टोली, कस्तो लागिरहेछ? रमाइलो लाग्यो? अनि थकाइ? अझै हिँड्नुपर्छ 1 घण्टा। ल भन्दा जलाई थकाइ लागेछ नि छैन। यताबाट हेर न, त्यस्तो होइन क्या लुकोमारी त्यस्तो मायो। ल हामी चाहिँ अन द वे छौँ। दुईजना यहाँ प्राण त्याग्न खोजे। म पनि त्यस्तै हो हालत त। खराब त भएको छैन, प्राण त गएन है। अझै 1.5 घण्टा अरे हो कि होइन। मलाई चाहिँ अङ्कलहरूले झुटो बोल्नुभयो जस्तो लाग्यो। अर्को टिकट काउन्टर फेरि यहाँ रहेछ। Nature doesn't need people, people need nature. अर्को टिकट काउन्टर फेरि। के छ? थकाइ लाग्यो सुप्रिम? झुटो बोल्नु भयो जस्तो लाग्यो। मस्त हिँड्यो। प्रिन्सलाई चाहिँ थकाइ लाग्यो है। पसिना मात्रै आयो। ए जानुपर्छ। मेरो त पसिना पनि आएन अहिले त। पट्याटो के गर्दिनु करेन्टवाला पक्नुस् न श्यामालाई। के भन्नुभयो? अब 1 घण्टा बाँकी। लामो सेतो त्यो त 3 जना लखतरान पर्यो या। ल भ्यू टावर
Excuse me. Excuse me, please. तेरी वो जाडो लाग्यो डर मलाई मोरी चाट्छ माथि अनिहरू वक अनि वक बेबी याबी साबु लागे पा खै भान्जी कस्तो लाग्यो मात्र 100 रुपियाँमा आउनु शिवपुरीको हाइकिङ मोटी भन्छ आफ्नो बाल्टीले बोक्न